यो दृश्य साँच्चै नै विरक्त लाग्दो छ। मलाई पाटन वा भक्तपुरका ती पुराना चोकहरू याद आउँछन् नि, जहाँ विशाल ढुङ्गे धाराहरू छन्, कलात्मक मूर्तिहरू छन्। अँ तर पानीको सट्टा त्यहाँ प्लास्टिकका बोतल र फोहोर मात्र देखिन्छ आजकल। अनि कुरा यहाँ पानी सुकेको मात्र पक्कै होइन। अरू के त? जब एउटा ढुङ्गे धारा सुक्छ, त्यसले एउटा सिङ्गो समाजमा कस्तो रिक्तता ल्याउँछ भन्ने कुरा झन् बढी गम्भीर छ जस्तो लाग्छ मलाई। पक्कै पनि। हिटीको भौतिक संरचना जति उत्कृष्ट थियो, यसको दार्शनिक र सांस्कृतिक पाटो त्यति नै विशाल छ। पानी भर्ने ठाउँ मात्र त थिएन होला। हिटीहरू भनेका केवल पानी भर्ने ट्याङ्की थिएनन्, ती त समाजका सङ्गम स्थल पो थिए त। बिहान उठ्ने बित्तिकै मानिसहरू तामाका गाग्री बोकेर धारामा पुग्थे। मैले पनि सानोमा देखेको छु त्यस्तो। त्यहाँ वृद्धहरू नुहाउँथे, महिलाहरूले सूर्यलाई जल चढाउँथे, पूजा गर्थे। यसलाई म आजको आधुनिक युगसँग जोडेर हेर्छु है त। हिटी भनेको त त्यस बेलाको सोसियल मिडिया वा सहरको टाउन स्क्वायर पो रहेछ नि। हो नि, जहाँ मानिसहरू भेला हुन्थे, टोल छिमेकका कुराकानी गर्थे, एकअर्काको सुख दुःख साट्थे, को बिरामी छ, कसको घरमा के भइरहेको छ भन्ने सबै सूचना त्यही आदान प्रदान हुन्थ्यो। भनेपछि धारा सुक्नु भनेको त एउटा कम्युनिटी सेन्टर नै बन्द हुनु जस्तै पो रहेछ त। एउटा जीवित सामाजिक सञ्जालको अन्त्य।